घरै सुते थिए नचाहिया कुरा बोलिरहनु कसरी दिन लिएर गइसौ म त घरै सुते थिएँ तपाईँको बुढी साह्रै निहाट साह्रै टुलुवाई भयो क्या बुढी त घरै सुते अनि म सामने देखिरहेको छु उधारी आएको केमा गएको थिएँ म उनीहरू हिँडेरै गएको थिएँ? गाडी जायो नि गाडी पाइएन हिँडेर गएको थिएँ? पानी गाडी हेटुडा जाने भनेर त्यो गएको कहाँ गयो के ए गर्यो हेटौँडा हो अझै हेटौँडा त टाढा छ त अब गयो हेटुडा जाने अन्त धेरै कुरा झिझिच्यारो पर्दैन जानेर त्यो डोलो इन्डियाको होइन के कहाँ जानुभयो जानु भनेर सोधेँ म डोलो सँगसँगै गहौ ए म त गएकै छैन तपाईँले कसरी देख्नुभयो अब तपाईँको बुढी गए कहाँ गए ठेगान छैन अब एउटा अर्को बिहा गरौँ अब खोज्दै त कतै गर्नु चाहिन्छ होइन अब के गर्ने त एउटा बुढी त्यो गए चाबी लाएर उ गरेर गयो कि होइन म त गएकै छैन क्या नचाहिँदो कुरा म गएकै छँदै छैन म त घर सुते हो म गएकै छैन धेरै कुरा गर्नु उसको माइततिर छ अरे एकजना छन् रे बुढीमाउ छन् रे अब बिहा गर्ने त सुटुक्क लिएर आउने नि त अब अनि घर नछोड भन्ने बुढाबुढीसँगै बस्ने खिचिन्छ गरेर कुरा के गर्ने त खिचिचार बोल्नु नगर्ने त यो अहिलेको बुढी नि तपाईँको कान्छी बुढी होइन यस्तो बुढो भएर बिहा गर्छ त है त्यसै जिस्काउने क्या हुन्न र चाबी गरेको खोल्दा अन्त चाबीको कान्छाले तँलाई खोल्थ्यो भनेर भनेको छैन चाबी खोल्नु चाबी खोल्यो भनेर चाबी मैले जाँदा खोल्न सकिनँ अर्को मान्छे कुकुर पनि आयो त्यहाँ हिँडेको मान्छे गयो चाबी खोल्दै लाग्यो खोल्दैन हिँडेर आउने हिँडेर आउँदैन अन्त मलाई त आमाले अब तेरो बाउलाई मैले सकिनँ ल यो चाबी पनि राख तेरो बाउलाई एउटा बिहा गरेर ल्याएर राख्दै घर अनि चाबी खोल्दै भने खान् नचाहिँदा कुरा गर्ने के गर्ने त अब आमाले त्यही भन्छ नि त म के गरौँ के फुलपाती धेरै कुरा नकाटिकन घरमा अन्त चाबी खोल्दाखेरि त्यहाँ खोलेन कान्छाले खोलिदिन्छ चाबी चाहिँ किन खोल्नु पर्यो यही बस्नु न के अब छ र घर चाबी खोल्नु पर्यो खाना म खुवाइहाल्छु लुगा लगाइहाल्नु भए सुत्ने ठाउँ यहीँ छँदैछ के अरू खोल्नु पर्छ चाबी छोडिदिनु यहीँ बस्नु हुन्न अब बाउ छोरा सुत्ने बेलुका अब के हो नि त अब आमा छैनन् अब के अब केही दिन बाउ छोरा सुतौँ अनि त्यसपछि बोल्नु पर्यो अर्को बिहा गरिदिन्छु अनि त्यसपछि अनि त्यो त पहिले खोज्ने अब 2-4 दिन बस्नु न त आजको आजै त पाइन्न नि त म खोज्छु अब तपाईँले ल खोज्न त खोज भनेपछि त मैले नि खोज्नु पऱ्यो नखोज भनिकन त खोज्नु भएन नि त बोल्नु यहीँ बस्ने छोडिदिनु भयो चाबी छैन आमाले लानु भयो अब यहीँ बस्ने चिया खानु भयो र या आमाले छैन धिन्ना छ कान्छाले आएर कान्छाले खोलिदिन्छ अर्को मान्छे कुण्डो आएर मैले गएर खोलिदिनु चाबी ढुकाइ धिनाइराखेको छ कान्छाले आएर खोलिदिन्छ अर्काले खोल्नु सक्दैनन् अरूले चाबी खोल्नु सक्दैन लिएर गएको काठमाडौँ पुर्याएर आएको उसैले लिएर गएको काठमाडौँ पुऱ्याएर आएको कहाँ पुर्यायो ए आमालाई आमालाई लिएर गयो छैन पुरा गर्दा चाहिँ मैले नै अहिले तपाईँ लानु भयो अरे मिनेट हामी जाँदाखेरि हेर्नु मान्छे भनेर आमालाई लिएर गएको हो सही 81 वर्ष 81 वर्ष लाग्यो